वेलकम सबैजनालाई ब्याक टु ब्याक भनी दुर्गामा। हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म नि सन्चै छु। म चाहिँ केही समयका लागि काठमाडौँमा दाजु भाउजूको घरमा आएको छु। मलाई एउटा कुरा अचम्म लाग्यो के मैले कहिले देखेको पनि थिएन। अब हजुरहरूले हेर्न सक्नुहुन्छ है यहाँनिर चाहिँ दाजु भाउजूको घर अगाडि के रहेछ भनेर। घरभन्दा पनि अग्लो छ है यहाँ चाहिँ मकै चाहिँ। आजसम्म मैले पनि देखाएको थिइनँ, हजुरहरूले देख्नु भएको छ कि छैन। एक तला नागिसकेँ क्या यहाँ। यो मैले हजुरहरूलाई यही देखाउँछु भनेको हो। हजुरहरूले हेर्न सक्नुहुन्छ मकै दाजु भाउजूको घरमा। म चाहिँ केही समयका लागि दाजु भाउजूको घरमा आएको थिएँ। अब म चाहिँ दाजु भाउजूलाई देखाउन गइरहेको छु है सबैजनालाई भित्र। दाजु भाउजूको घरमा आएको छु भनेर उहाँ चाहिँ मेरो दाजु हुनुहुन्छ। दाजु हजुर केही बोल्नुहुन्छ? मलाई सिसाउदेखि मलाई भेट्न आउनु भएको छ काठमाडौँ होइन। हजुर धेरै धेरै धन्यवाद है। धेरै खुसी लाग्यो। त्यो भएर म लाइभ पनि बसेको छैन, मैले पनि यसो भिडियो बनाउनु आएको छ, त्यसको लागि म गफ गर्दै बसिरहेको छु। धेरै धन्यवाद हजुरलाई, त्यही भन्न चाहन्छु। हजुरहरू सबैजनालाई सपोर्ट चाहिन्छ भने उहाँ दाजु पनि लाइभमा बस्नु हुनुहुन्छ। हजुरहरू पनि आउन सक्नुहुन्छ दाजुको लाइभमा। बाबा छोरी अफिसियल सर्च गर्नुभयो भने हजुरहरूले 100% भेट्नुहुन्छ। अनि दाजुले एकदम सपोर्ट गर्नुहुन्छ। हजुरहरू बाबा छोरी अफिसियल लोगो यहाँनिर राख्नेछु। हजुरहरू त्यहाँबाट जोइन बनिन सक्नुहुन्छ मजाले, अनि त्यहाँबाट सपोर्ट पनि लिन सक्नुहुन्छ। दाजु भन्नुहोस् न। थ्याङ्क्स सो मच बहिनी है। सबैलाई एकअर्कालाई सपोर्ट गरौँ, अगाडि बढाउँ है। म त्यही भन्न चाहन्छु। सानो युजर भयो भन्दैमा तपाईँले हरेक नखानु, ठुलो युजर छु भन्दैमा मक्क नपर्नु होइन। किनभने हामीलाई युट्युबमा लाइभ भ्युज कमेन्ट चाहिँ अवश्य चाहिन्छ पैसा कमाउनलाई। जब अहिले पैसा भएपछि पैसा कमाउनलाई हामीलाई लाइभ भ्युज चाहिन्छ। ठुलो अहिले हाम्रो भिडियो कहिले हेर्दैन। त्यही भएर हामीले सानो युजरलाई माया गरौँ, सिकाउँ, एकअर्काको हात दबाएर अगाडि बढाउँ। आफू मात्रै खान्छु, आफू मात्रै लाउँछु भन्ने कुरा कोही नलाग्नु होला। सबैजनालाई मिलेर अगाडि बढ्नुपर्छ भन्न चाहन्छु म है। सबैलाई यही भन्न चाहन्छु ल। अब म चाहिँ यहाँबाट दाजुले माथि खोर्सानीहरू लाउनु भएको छ अरे, यहाँको वातावरणहरू सबै देखाउने छु। हजुरहरूले हेरिदिनु होला अन्तिमसम्म है भिडियो चाहिँ। म चाहिँ कौसी आइसकेँ है, हजुरहरू सबैजनालाई देखाउँछु। यहाँनिर यता भगवान्को थान हुनु राख्नु भएको रहेछ। यता चाहिँ किचन छ है, यता चाहिँ दाजु भाउजूको घरमा। है होइन म चाहिँ माथि कौसीमा आइपुगेँ है। ल टक्क लगाएर ल यहाँ खोर्सानी हाम्रो दाजुले पानी हाल्दै हुनुहुन्छ है। मैले हाल्नुपर्ने तर दाजुले हालिरहनु भएको छ नि क्या यहाँनिर पानी चाहिँ। कौसीमा दाजुको घरमा मैले भनेको थिएँ नि हजुरहरूलाई। यहाँनिर खोर्सानी हेर्न सक्नुहुन्छ। अक्कबरे दाजु भाउजूले रोप्नु भएको। यहाँनिर कौसीमा चाहिँ कति धेरै खोर्सानी फलेको के हेर्न सक्नुहुन्छ। यति खोर्सानीलाई किन्न गयो भने बजारतिर होइन 1000-1500 पर्ला के। कति धेरै फलिरहेछ। यता पनि फल्न लागिरहेछ। अनि यता तरकारीहरू दाजुले पानी हाल्दै हुनुहुन्छ। काँक्रो सबै छ है कौसीमा चाहिँ। यतातिर पानी हाल्दै हुनुहुन्छ है हाम्रो दाजुले चाहिँ। टक्क लाएर पानी हाल्दै। म चाहिँ अब माथि फेरि अर्को स्टेप कौसी चढ्दैछु है। ओ दाजु पानी हाल्दै हुनुहुन्छ। कौसीमा आउँदैछु आजको वातावरण हेर्नका लागि। कति राम्रो मौसम छ आज चाहिँ केटिममा, हेर्न सक्नुहुन्छ हजुरहरू सबैजनाले। यति राम्रो छ कि होइन। टेन्सन भएको बेलामा पनि यो काठमाडौँको घरमाथि आएर छतमा आएर चारैतिर हेर्नुपर्छ होइन। टेन्सन सबै भाग्दो रहेछ क्या। ल हजुरहरूले हेर्न सक्नुहुन्छ कति राम्रो मौसम छ क्या आजको चाहिँ। मैले चाहिँ कौसीमा आएर भिडियो बनाएको छु आज चाहिँ। राम्रो छ आजको दिन चाहिँ। अब घुम्न जानलाई पनि निस्किनु छ एकैछिनमा। हजुरहरूले हेर्न सक्नुहुन्छ कलङ्गीदेखि माथि टक्क लाएर यति सफा मौसम। स्वयम्भू यहाँबाट देखिएको छ स्वयम्भूलाई चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। मैले चाहिँ छतमाथि आएर हेर्नु काठमाडौँ भ्यालीमा घरै घर हामी गाउँमा बस्ने मान्छे त यत्रो गल्लीमा छिर्यो भने पनि हराउँछ क्या फेरि होइन। लोगिसेन हाली हिँड्नुपर्छ काठमाडौँ भ्यालीमा चाहिँ। घर छ, कहाँनिर पुगिन्छ, कहाँ पुगेर कुन कुनाभित्र ठोकिन्छ नि पत्तै पाउँदैन। हिजो आउँदा त यो गल्लीमा 2-3 चोटि ओहोरदोहोर भयो, अरू त झन् कुरै छोडिदेऊ न। आज चाहिँ
आज चाहिँ केटिएमको मौसम एकदम राम्रो छ। अस्ति नै चाहिँ धेरै गर्मी थियो अरे भन्नुभएको थियो दाजु भाउजूले। आज चाहिँ धेरै शीतल छ, राम्रो छ आजको मौसम चाहिँ। अब हजुरहरूले साथ सपोर्ट गरिदिनु, हजुरहरूलाई म पनि गर्नेछु। अब नेक्स्ट ब्लगमा फेरि पनि भेटौँला हजुरहरूसँग। आजलाई चाहिँ यति नै, बाई बाई सबैजनालाई।